नमस्कार सम्पूर्णमा। आज अलिकति विशेष आप्रवासीहरूका समस्या के छन् र अहिले एनआरएनए स्पेन म्याड्रिडले के गर्दैछ, यसका भावी योजनाहरू के छन् र यसले अहिलेसम्म यो संस्था रनिङ भइरहँदा जो म आज उहाँसँग कुराकानी गर्दैछु, उहाँको कार्यकालमा के भयो भन्ने विषयमा कुराकानी गर्दैछु। अध्यक्षज्यूको अलिकति कार्यव्यस्तताका कारणले गर्दाखेरि सचिवजीसँग कुराकानी गर्दैछु। हामीसँग एनआरएनए म्याड्रिड स्पेनका सचिव हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते, धेरै धन्यवाद। सर्वप्रथम तपाईलाई स्वास्थ्य लाभको कामना। अलिकति बिरामी पनि हुनुभयो, बिरामी हुँदाहुँदै पनि हामीलाई समय दिनेको लागि यसरी जुटिरहनु भएको छ। यो समयको लागि तपाईँलाई धेरै धन्यवाद। धेरै धेरै धन्यवाद तपाईँलाई पनि। मलाई चाहिँ यो योग्य ठान्नुभयो र यो ठाउँ मलाई एकचोटि दिनुभयो, त्यसको लागि धेरै धन्यवाद। र रह्यो कुरा स्वास्थ्य, मानव शरीर हो, कहिलेकाहीँ तलमाथि त भइ नै हाल्छ होइन। अब सुधार हुँदैछ, त्यसको लागि पनि तपाईँहरूको माया र साथ पाइरहेको छु। धेरै धेरै धन्यवाद है त। अहिले एनआरएनए म्याड्रिड स्पेन म्याड्रिड भनौँ, यो संस्था चाहिँ कसरी अगाडि बढ्दैछ? प्रश्न धेरैजनासँग छ। एनआरएनए म्याड्रिड के गर्दैछ, संस्था कसरी बढ्दैछ भन्ने चाहिँ धेरैजनासँग छ। तर त्यसको उत्तर चाहिँ सायदै हामीसँग पनि छैन कि, किनभने गएको 1 सालदेखि सायद हामी सुतिरहेछौँ कि भन्ने म आफैले पनि महसुस गरेको छ। अब त्यो कतै कहीँ चाहिँ इच्छा चाहिँ होइन सुत्नुलाई होइन, तर सुत्नुपर्ने बाध्यता पनि आइपरेको हो कि जस्तो पनि लाग्यो। अब हालमा त केही पनि गरेको छैन। एनआरएनए म्याड्रिड चाहिँ तपाईँहरू सबैलाई जानकारी नै छँदैछ। हामी चाहिँ एकदमै अलिकति म भाषा प्रयोग गर्नु खोज्दाखेरि चाहिँ गैर जिम्मेवारी तरिकाले नै अहिले निधाएर बसिरहेको छ। तर त्यो इच्छा होइन, कहीँ न कतै हाम्रो बाध्यता पनि भयो। त्यो कारणले गर्दाखेरि चाहिँ एनआरएनए म्याड्रिडले चाहिँ अहिले केही पनि गरिरहेको छैन। त्यो साथ भन्नुपर्दा जस्तो एनआरएनए म्याड्रिड भनेको एउटा यस्तो संस्था हो जसले चाहिँ धेरै कुराहरूको जिम्मेवारी चाहिँ बोकेको हुन्छ। एनआरएनए म्याड्रिड स्पेन म्याड्रिड किन यसरी अगाडि बढ्न सकेन? धेरैको चासोको विषय धेरै नै छ होइन। अब यसमा चाहिँ अब म के भन्छु भन्दाखेरि प्रत्यक्ष रूपमा अब धेरैजनालाई पनि थाहा छ होइन, एनआरएनए म्याड्रिड चाहिँ किन अगाडि बढ्न सकिरहेको छैन भनेर। सायद एनआरएनए म्याड्रिड भित्रको समूहभित्रकै झुन्डमा केही कमजोरी छ कि होइन, सायद एनआरएनए म्याड्रिडलाई कसैको सहयोगको जरुरत छ कि, त्यहाँ धेरै कुराको प्रश्न हामी खुदमै पनि छ। अब किन बढिरहेको छैन त्यसको पुरै जवाब चाहिँ म हजुरहरूलाई अहिलेसम्म दिन सक्दिनँ। त्यसको लागि चाहिँ क्षमा प्रार्थी छु। हामीले चाहिँ यो प्रश्नको उत्तर चाहिँ कहिलेसम्म पाउन सक्छौँ? मेरो हिसाबले म व्यक्तिगत हिसाबले एज म एनआरएनए म्याड्रिडको सचिव महासचिवको हिसाबले मैले भन्नुपर्दाखेरि चाहिँ हजुरहरूलाई चाहिँ म यति भनेर सान्त्वना दिन सक्छु कि जति सक्छ छिटो, धेरै नै छिटै चाहिँ तपाईँहरूले चाहेको जवाब चाहिँ हामी दिने कोसिस गर्छौँ। अब एनआरएनए म्याड्रिड भन्ने बित्तिकै यस्तो गहन विषय बोकेको हुन्छ यो शब्दले नै। यसले चाहिँ आप्रवासीका समस्याहरूको समाधान सुनेको छ अथवा देखेर पनि नदेखेको जस्तो गरिरहेछ, के छ यो विषयमा? जटिल प्रश्न सोध्नुभयो। यसमा त म आफैलाई लामो सास फेर्नु मन लाग्यो है। आप्रवासीको समस्याहरू एनआरएनए म्याड्रिडले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पनि देखेको छ, महसुस पनि गरिरहेको छ होइन। कतिपय रूपमा हामीले सहयोग गर्ने कोसिस पनि गरिरहेको छौँ, कतिपय हामीले अब चाहेर पनि गर्न नसक्ने अवस्थामा पनि छौँ, किनभने अहिले सिचुएसन नै हाम्रो त्यस्तै हिसाबले भएको भएर चाहिँ अब प्रत्यक्ष रूपले देख्ने हो भने चाहिँ हजुरहरूले देख्दाखेरि चाहिँ एनआरएनए म्याड्रिडले चाहिँ अहिले केही पनि गरिरहेको छैन आप्रवासीको लागि भनेर चाहिँ म भन्न खुद रुचाउँछु। किनभने संस्था नै एउटा बलियो भएर जान सकेको छैन, त्यही भएर पनि आप्रवासीलाई हामीले प्रत्यक्ष रूपमा सहयोग गर्न चाहिँ सकिरहेको छैनौँ। यसमा चाहिँ हामी पछि परिरहेछौँ है। त्यसको लागि चाहिँ मेरो आफ्नो व्यक्तिगत तर्फबाट पनि एकदमै म दुखित छु यो कुरामा चाहिँ, किनभने इच्छा हुँदै पनि संस्था बलियो भएर जान नसकेको कारण हामी पछि पर्न बाध्य भइरहेछौँ क्या। ठिकै छ।
अब जस्तै अहिलेसम्म तपाईँको लगभग कार्यकाल सकिने बेला भइसक्यो, लगभग सकियो भन्दा पनि भयो, सकियो। अब यहाँसम्म आइपुग्दाखेरि अहिलेसम्म यो जिम्मेवारी संस्थाले के काम गर्यो 5वटा बुदागत रूपमा भन्न सक्नुहुन्छ? 5वटा बुदागत भन्दाखेरि झन्डै आएन। अब कतिपय कुरा तपाईँले चाहिँ अब म प्रश्नकर्ता भएर म सोधिरहेको हुन सक्छु, तपाईँले कतिपय कुराहरू खुलाउन नचाहेको हुनसक्छ। यो संस्थालाई हामीले चाहिँ आफैलाई दोष दिने हो कि अब यत्रो समय सकिसक्यो सधैँ आफैलाई दोष दिएर हेर्ने हो कि अब संस्थालाई पनि अगाडि बढाउनु पर्छ भनेर नयाँ केही योजनाहरू ल्याउँदै हुनुहुन्छ कि के छ? अब संस्थागत हिसाबमा जाने हो भने चाहिँ अहिलेसम्म हजुरलाई म खुलाउन चाहन्छु, संस्थागत हिसाबबाट चाहिँ मलाई कुनै पनि केही कुराको योजना अहिलेसम्म आएको छैन। जबकि हामीले हाम्रो कार्यकाललाई स्थगित गरेर अर्को नयाँ कार्यकाललाई प्रारम्भ गर्ने समय आइसकेको छ। तर पनि मलाई त्यसको जानकारी, म एउटा सचिवको हिसाबले हजुरलाई भन्दैछु कि मलाई त्यस्तो कुनै जानकारी छैन। तर हजुरले राख्नुभएको प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भने संस्थालाई कसैले गठन गरिसकेको छ भने एउटा राम्रै गरौँ होइन। त्यो आफ्नो प्रदेशमा बसे पनि आफ्नो देशलाई माया गरेर आफ्नो संस्कारलाई हुर्काइराखौँ भन्ने हेतुले नै त संस्थाहरू एउटा गठन भएको हुन्छ है। त्यो हिसाबमा जाने हो भने चाहिँ मलाई चाहिँ एकदमै इच्छा छ मेरो संस्थालाई जोगाइराख्नु। मलाई चाहिँ मेरो संस्था एनआरएनए म्याड्रिड सदैव उज्जवल रहोस् भन्ने जस्तो म चाहन्छु होइन। र एनआरएनए म्याड्रिड प्रति एनआरएनए म्याड्रिडको जनताले राख्नुभएको आश सदैव रहिरहोस्, उहाँहरूको भरोसामा अगाडि बढिरहौँ जस्तो मलाई चाहिँ लाग्छ होइन। अब मेरो इच्छा पनि त्यही हो, अझै एनआरएनए म्याड्रिड अगाडि नै बढाउँदै जाउँ भन्ने इच्छा छ। अब आशा छ हजुरहरूले पनि साथ दिनुहुन्छ होला भनेर होइन। जस्तै एनआरएनए म्याड्रिडका जिम्मेवारका विषयहरू धेरै छन्। अहिले चाहिँ एनआरएनए म्याड्रिडलाई यकिन तथ्याङ्क छैन, कति जति मान्छेहरू, कति नेपाली आप्रवासी हुन सक्छन् अहिले? यकिन नै यति नै छ भन्ने चाहिँ हाम्रोमा अहिले जनगणना खासै छैन तपाईँलाई भन्नुपर्दाखेरि चाहिँ। किनभने गएको 2 साल अगाडिको जनगणना अनुसार हेर्ने हो भने चाहिँ अहिले धेरै नै म्याड्रिडमा चाहिँ आउजाउको क्रम भइसकेको छ। अनि कतिपय त अब हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्छ भने कतिपय त अप्रत्यक्ष रूपमा पनि बसिराख्नु भएको छ। त्यही भएर यकिन हामीसँग म्याड्रिडमा मात्रै यति मान्छे हुनुहुन्छ भनेर चाहिँ जानकारी हामीलाई खासै छैन। नेपाली आप्रवासीहरूका धेरै समस्याहरू छन्, धेरैको गुनासोहरू पनि आउने गरेका छन्। अब धेरै यो सेन्जेनभित्रबाट सेन्जेन बाहिरबाट धेरै मान्छेहरू आउने गर्नु भएको छ। उहाँहरूको गुनासो के भने न एनआरएनए म्याड्रिडले सहयोग गर्छ न त एम्बेसीले नै सहयोग गर्छ। यो विषयमा चाहिँ तपाईँको आफ्नो व्यक्तिगत धारणा अथवा संस्थागत धारणा चाहिँ के छ हजुरको यो विषयमा? अब एनआरएनए म्याड्रिडले सहयोग गर्ने इच्छा नभएको हो न, इच्छा हो। तर कतिपय कुरामा हामी पनि बाध्यका हुन्छौँ होइन, त्यसमा हामीले खुलेर सहयोग गर्न मिल्दैन। अब हालको सिचुएसनले गर्दाखेरि त एनआरएनए म्याड्रिडले नै संस्था जति पनि दुःख परेर आइराख्नु भएको छ उहाँहरूलाई त प्रत्यक्ष रूपमा गएर खुलेर त सहयोगै गरेको छैन। हो हुनसक्छ मैले मेरो व्यक्तिगत तर्फबाट सहयोग गरेको छु होला होइन। त्यसै गरी हाम्रो अध्यक्षज्यूले पनि उहाँको व्यक्तिगत तर्फबाट गर्नुभएको होला होइन। तर एनआरएनए म्याड्रिड खुद एउटा युनिट भएर चाहिँ सहयोग गर्नु चाहिँ गएको छैन अहिले कसैलाई पनि। र उहाँहरूले गुनासो पोख्नु पनि स्वाभाविकै हो। यो संस्था हुँदै पनि विभिन्न गुनासोहरू आइरहेको छन्। त्यसै बिचमा एनआरएनए म्याड्रिडले गुनासो सुनेन, संस्था पनि एक्टिभ भएन भन्ने कुराहरू धेरै आए। र बिचमा के भयो भने विभिन्न संस्थाभित्रै पनि विभिन्न गुटका कुराहरू आए, विभिन्न जस्तै काण्डहरू जस्तै भएर आए। अब ठ्याक्कै म त प्रश्नवाचक भएर तपाईँलाई प्रश्न राख्दैछु, यो विषयमा चाहिँ तपाईँको संस्थागत हिसाबले तपाईँले कसरी हेर्नु भएको छ? संस्थाभित्र भएको चाहिँ के हो? अलिकति हामीलाई पनि उत्सुकताको विषय भइरहेको छ यो विषय। अब तपाईँलाई के भन्न चाहन्छु भने संस्था एउटा घर हो र सदस्य एउटा परिवार हो होइन। परिवारको सदस्यहरूमा मनमुटावहरू भइ नै हाल्छ होइन। अब एउटा घर चलाउनुको लागि त अगुल्टो चाहिँ ठकठक्याउ पर्छ भन्ने हामीसँग एउटा धारणा छ भने
संस्था चलाउन पनि विभिन्न प्रकारको सोच विचार भएको मानिसहरू एकजुट भएर चाहिँ त्यो संस्थालाई अगाडि बढाउनुपर्छ होइन। त्यस्तै क्रममा चाहिँ अब हामी बिचमा पनि अलिकति मनमुटाव आएकै हो र त्यसमा चाहिँ म के भन्न चाहन्छु भने घरको मनमुटावलाई घरको परिवारलाई मिलाउने जिम्मा चाहिँ एउटा परिवारको मुलीको हुन्छ होइन। त्यो मुली कमजोरी भयो भने चाहिँ त्यो घर भत्केर जान्छ। सायद हामी पनि त्यस्तै भएको हुनसक्छ है। त्यही भएर मेरो व्यक्तिगत विचारमा चाहिँ मलाई के छ भने मैले मेरो घर जोगाउनलाई मेरो आफ्नो तर्फबाट धेरै नै प्रयास गरेको छु र सायद हजुरहरूले पनि देखिराख्नु भएकै होला। हुनसक्ला कतिपय ठाउँमा म पनि चुकेँ होला, तर मैले मेरो गर्नुपर्ने आफ्नो कर्तव्य चाहिँ मैले गरि नै राखेको छु जस्तो लाग्छ। एनआरएन म्याड्रिडलाई चाहिँ विभिन्न आरोपहरू लगाउँदै आइरहेका छन् व्यक्तिहरूले, जस्तै आर्थिक घोटालाका कुराहरू पनि आए। वास्तवमा यो भएको चाहिँ के रहेछ हामीलाई पनि अलिकति चासोको विषय बनिरहेको छ। यो वास्तवमा के हो होइन यो विषय चाहिँ अलिकति प्रष्ट पार्नुभयो भने आम नागरिकहरूमा चाहिँ यो विषयले चाहिँ अलिकति के रहेछ भनेर बुझ्नलाई चाहिँ सहजता बनाउँथ्यो होला कि। अब घरभित्र के भइरहेको छ होइन त्यो घरभित्रको परिवारलाई नै थाहा हुन्छ। बाहिरको मान्छेले त जे पनि बोलिदिन्छ। अब त्यो बाहिरको मान्छेबाट चाहिँ हामीले विश्वास गरेर नजाँदै हुन्छ कि। अब त्यो रह्यो कुरा फाइनेन्सियलको कुराहरू त्यो त अब समय आएपछि हजुरहरूलाई जानकारी भइ नै हाल्छ है। ठिक छ, यो विषयमा चाहिँ कहिले स्पष्ट हुन्छ? अब आउँदैछ, हामी सबैजना तयार रहौँ, आउँदैछ, धेरै छिटै नै स्पष्ट हुन्छ। हजुरहरूको प्रश्नको उत्तर छिटै पाउनुहुन्छ। अब चाहिँ जति पनि स्पेनमा नयाँ आउँदै हुनुहुन्छ र आइसक्नु भएको छ, नयाँ हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ एज अ संस्थागत हिसाबमा र तपाईँको व्यक्तिगत हिसाबमा चाहिँ उहाँहरूलाई के सल्लाह छ? तपाईँको विचारमा तपाईँको के सल्लाह राय के छ? म चाहिँ मेरो व्यक्तिगत हिसाबले गएर उहाँहरूलाई के भन्न चाहन्छु भने अहिले धेरै नै सामाजिक सञ्जालमा धेरै कुराहरू चलिरहेको छ है। स्पेनमा यस्तो भयो रे फल्ना ढिस्ना भनेर धेरै कुराहरू चलिरहेको छ। कृपया तपाईँहरूले त्यो सबै कुरालाई आँखा चिम्लेर विश्वास नगर्नु होला कि। अब तपाईँहरू यहाँ हुनुहुन्न, यो देशमा हुनुहुन्न, यो देशको वातावरण तपाईँहरूले बुझेको हुँदैन, रुल्स एन्ड रेगुलेसन तपाईँहरूले यहाँको बुझेको हुँदैन। तपाईँहरूले आँखा चिम्लेर कसै अन्जान मान्छेले दुई शब्द भनेकोमा विश्वास गरेर तपाईँहरू यहाँसम्म आउने कष्ट नगर्नु होला। अरू युरोपियन कन्ट्रीमा भन्दा स्पेनले अलिकति सजिलो गरिदिएको छ कार्डको लागि, तर त्यो कार्ड सजिलो गर्यो भन्दैमा आँखा चिम्लेर हाम फालेर सबैको कुरा सुनेर र कसैले ठग्नु खोज्दैछ भने आफूले ठग्ने बाटो चाहिँ नदिनु होला। म चाहिँ यही सुझाव गर्न चाहन्छु सबैलाई है। अहिले त एडभान्सको जमाना छ, गुगल गर्नुहोस्, पढ्नु देशको बारेमा होइन, त्यसको रुल्स एन्ड रेगुलेसन अहिले गुगलले हामीलाई सिकाउँछ नि। बरु त्यहाँ गएर पढ्नुहोस्, नबुझेको कुराहरू तपाईँले सम्बन्धित निकायमा सोध्नुहोस्। त्यो चाहिँ म तपाईँहरू सबैजनासँग रिक्वेस्ट दिन चाहन्छु है त। कतिपय कुराहरूको एन्सर चाहिँ गुगलमा पनि नहुन सक्छ, इन्टरनेटमा पनि नहुन सक्छ। त्यस्तो खण्डमा नेपाली दाजुभाइ दिदीबहिनीहरूले केही कुराको जानकारी लिनु परेमा कसलाई सम्पर्क गर्ने? अब यहाँ त एनआरएन म्याड्रिड पनि एक्टिभ छैन, संस्था एक्टिभ छैन, एमएससीको फोन छैन, समस्या। अब चाहिँ कहाँ जाने उहाँहरू? म एनआरएन म्याड्रिडको महासचिव दिपा तामाङ भए तापनि म एउटा तपाईँहरूको सरल सहयोगी दिपा तामाङ दिदी बहिनी या जेसुकै तपाईँहरूले सोच्नुहुन्छ छु। तपाईँहरूले मलाई निर्धक्क रूपमा मेसेज गर्न सक्नुहुन्छ। त्यसै गरी हजुरले सहयोग गर्न सक्नुहुन्छ, त्यसै गरी अरू नेपाली दिदीबहिनीहरूले सहयोग गर्न सक्नुहुन्छ। तर सहयोग गर्ने क्रममा पनि म उहाँहरूसँग पनि के रिक्वेस्ट गर्छु भने तपाईँलाई भएको जानकारी मात्रै प्रदान गरिदिनु है। जानकारी आधा अधुरो जानकारी चाहिँ प्रदान कसैलाई पनि नगर्नुहोस्, ताकि उहाँहरूको भविष्य भोलि गएर अन्यलमा नपर्छ। धेरैको गुनासो के छ भने अब सबैलाई चाहिँ के हुन्छ भने सबैलाई भविष्य नै सुनिश्चित गरौँ भन्ने हुन्छ। अब धेरैजनाहरू बाहिरबाट आइरहनु भएको छ, उहाँहरूलाई चाहिँ रुम पाउनलाई पनि गाह्रो भइरहेको छ। यहाँ चाहिँ हरेक कुराहरू विकृति भइरहेको छ। इन्पादोर्नामिन्तो गर्दा पैसा लिने, रुम खोजिदिँदाखेरि ल है एकल फोन गरिदिएको भरमा पैसा लिदिने, यो विषयलाई संस्थाले चाहिँ किन हेर्न सकेन? अब तपाईँले फेरि संस्था नै एक्टिभ छैन भन्दै गर्दा गैर जिम्मेवारी पूर्ण ढङ्गले एन्सर दिए जस्तो पनि देखिन सक्छ।
संस्थाले अहिलेसम्म यो विषयलाई किन हेर्न सकिरहेको छैन होला? क्षेत्रबाट नहेरे पनि संस्थाले केन्द्रबाट चाहिँ यो विषयलाई धेरैचोटि उठाइसक्नु भएको छ। हजुरहरूलाई पनि जानकारी नै होला है, केन्द्रबाट धेरैचोटि प्रेस विज्ञप्ति पनि जारी भइसकेको छ होइन। अनि धेरै कोसिस गरेको पनि हो र अब संस्थाले हेरेन र गरेन भन्ने क्रममा चाहिँ म हजुरहरूलाई के भन्न चाहन्छु भने मानिस आफैले पनि आफैलाई ठग्ने मौका दिइराखेको छ क्या यहाँ होइन। कसैले पात्रोनिमित्त गर्दाखेरि यति पैसा लाग्छ भन्दैमा तपाईँले आँखा चिम्लेर नदिनु होला। हो मान्छौँ जरुरी छ, तर तपाईँले यति पैसा लाग्छ भन्ने बित्तिकै तपाईँले अरू व्यक्तिहरूसँग सोधेर हुन्छ कि फर्दर जानकारी नलिकन तपाईँले आँखा चिम्लेर उहाँलाई पात्रोनिमित्तको पैसा दिनु नै तपाईँ आफैले ठगी गर्ने मौका दिनुभएको हो नि त। जस्तै कानुनकै हिसाबले हेर्ने भने पनि इन पात्रोनिमित्त गर्दाखेरि पैसा लिन मिल्दैन होइन, तर संस्थालाई पनि थाहा छ होइन। त्यस्ता व्यक्तिहरू त्यही संस्थाभित्र आबद्ध पनि हुन सक्छन्, त्यही कम्युनिटीबाट पनि बिलङ गरिरहेका हुन सक्छन्। त्यस्तो व्यक्तिलाई संस्थाले कारबाही गर्छ गर्दैन या गर्न सकिन्छ सकिँदैन? संस्थाभित्र कुनै पनि व्यक्तिले यस्तो कार्य गरेमा एकदम उहाँलाई कडाभन्दा कडा कारबाही हुनेछ। त्यो चाहिँ इभन नेपाली नै भए तापनि संस्थामै नभए तापनि संस्थाभन्दा बाहिरकै व्यक्ति भए पनि त्यसलाई कारबाही गर्न सकिने अवस्था छ कि छैन? अहिलेको यस सिचुएसनमा चाहिँ मैले भनिहालेँ नि, अब जसलाई चाहिएको छ उहाँले नै त्यो बाटो खुलाइदिइसकेपछि चाहिँ हामीले संस्थाले गएर होइन तिमीलाई यसरी कारबाही गर्छु भनेर गर्न सक्ने अवस्था चाहिँ छैन। अब मलाई पात्रोनिमित्त चाहिएको छ, मैले गएर ल यति पैसामा पात्रोनिमित्त दिने रे म दिन तयार छु भनेर पैसा दियो भने अब संस्थाले त के गर्न सक्छ त्यसमा? त ठगिने मान्छे आफै ठगिन गइसकेपछि संस्थाले त त्यसमा केही गर्न सक्दैन। हो संस्थाले खबरदार गर्न सकिन्छ, तर संस्थाले कसैले दुईजनाको राजा मन्जुरीमा भएको कुरालाई चाहिँ संस्थाले त्यहाँ गएर इन्टरफेयर गयो मिल्दैन। जस्तै अब अलिकति प्रसङ्ग फरक विषयमा लान चाहन्छु। जस्तै अब यो चाहिँ कतिौँ कार्यकाल हो मलाई ठ्याक्क थाहा छैन हो तपाईँको होइन। अब यसपछि चाहिँ अब सचिव हुनुहुन्छ, अध्यक्ष पदमा हामीले देख्न पाउँछौँ पाउँदैनौँ, उम्मेदवारीको हिसाबले चाहिँ हेर्न पाउँछौँ पाउँदैनौँ, तपाईँको के छ अब विवेचना? अहिलेको यो डामाडोली स्थितिमा म केही भन्न सक्दिनँ है हजुर, किनभने सबैजनाको इच्छा भनेको समाजसेवा नै गर्ने हो र यति मात्रै फरक हो कसैले समाजसेवा गर्ने भनेर आउँदाखेरि सोचसम्म लिएर आउँछन् भने कसैले नेम ट्याग भए पुग्छ भन्ने तरिकाले पनि आउँछन् होइन। तर अब के हो भनेको चाहिँ हामीलाई संस्थामा राखेर एउटा पदमा हेर्न चाहनुहुने भनेको चाहिँ तपाईँहरू नै हो। तपाईँहरूको इच्छा भयो भने हामी मध्ये कोही हुन सक्ला होइन, तपाईँहरूको इच्छा भएन भने हामी नहुन सक्ला। जस्तै यहाँ मलाई अलिकति कन्फ्युजनको विषय यो संस्थाको चाहिँ उद्देश्य र कार्यहरू चाहिँ के हुन्? म सधैँ अन्यलमा पर्छु। अब संस्था चाहिँ छ, यो संस्थाको कार्य र उद्देश्यहरू के हुन् भन्ने कुरै मलाई पनि अन्यल छ र भर्खर आउनुभएका मभन्दा पछि आएका साथीहरूलाई पनि अन्यलको विषय छ, अलिकति प्रकष्ट पार्दैन यो विषयमा। उद्देश्य अब भनेको नै यही हो, अब हामी गैर आवासीय हो, हामीले हाम्रो देश छोडेर आएको छौँ, हामीले हाम्रो परिवार छोडेर आएका छौँ, हामीले हाम्रो कल्चरहरू छोडेर आएको छौँ, हाम्रा कला संस्कृतिलाई जोगाइराख। हामीले हाम्रो नेपाल देश कहाँ छ, कस्तो अवस्थामा छ, हामी नेपाली भनेको को हो भनेर हामीले अरू देशमा चिनौँ भन्ने हाम्रो उद्देश्य हो है। अनि हामीले जोगाइराखेको संस्कृति, हाम्रो पुर्खाले जोगाउँदै आउनुभएको संस्कृतिलाई हामीले हाम्रो आउने नयाँ पिँढीहरूलाई पनि जोगाउँ र उहाँहरूले पनि चिनाउँदै जाउँ भन्ने हाम्रो एउटा हेतु हो। संस्थाको पनि हेतु हो, एनआरएन म्याड्रिडको पनि हेतु हो। तर कतिपय अवस्थामा चाहिँ त्यही हो, अब संस्थाभित्र रहने सबै सदस्यमा त्यही एउटा हेतु हुन्छ भन्ने चाहिँ छैन रहेछ। अलिकति संस्थाको उद्देश्य चाहिँ त्यही भएर अलिकति डगमगेको जस्तो लाग्दैछ, त्यसपछि सायद त्यही नै हो। तपाईँ पदमा रहँदै गर्दा, कार्यकालमा रहँदै गर्दा कतिवटा कार्यक्रम सफल तरिकाले गर्न सकियो? के कार्यक्रम भए?
जब हामी पदमा आयौँ पहिलो वर्ष चाहिँ हामीले कार्यक्रम गर्न सफल भयो 3वटा कार्यक्रम है 3वटा कार्यक्रम गर्न सफल भयो। एउटा चाहिँ 30 प्रोग्राम जो नारीहरूको हाम्रो महान चाड है हरितालिका 30 त्यो चाहिँ हामीले एकदमै भव्य तरिकाले गर्न सफल भयो। त्यो चाहिँ पहिलो रेकर्डै भएको थियो हाम्रो म्याड्रिडमा चाहिँ पहिलोचोटि नै म्याड्रिडमा 30 कार्यक्रममा चाहिँ 300+ मानिसहरू भेला भएको थियो र भव्य रूपमा हामीले कार्यक्रम सफल पार्यौँ। र त्यसपछि भनेको सेकेन्ड हामीले भलिबल कार्यक्रम गऱ्यौँ बार्सिलोना भिलेज म्याड्रिड गरेर भलिबल कार्यक्रम पनि गऱ्यौँ। थर्ड भनेको हामीले सुसी कार्यक्रम भन्नाले सुसी ट्रेनिङ दिनुभयो तालिम दिनुभयो। हजुर हामीले सुसी ट्रेनिङ जति पनि अब इच्छुक हुनुहुन्छ जसको चाहिँ पेपर बन्न तयार भइसकेको थियो उहाँहरूलाई चाहिँ हामीले सुसी तालिम पनि दियौँ। जम्मा 20 रुपैयाँ फीमा सर्टिफिकेट सहित हाम्रो आदरणीय सदस्य हुनुहुन्छ एनआरएन म्याड्रिडको जाङबु शेर्पाज्यू उहाँ सुसीको सेफ पनि हुनुहुन्छ उहाँले नै के अरे सुसी तालिम पनि हामीले प्रदान गर्न सफल थियौँ है। बाँकीको त्यसपछिबाट भनेको चाहिँ छैन हामीले केही गर्न पाएनौँ सकेनौँ। अब त्यसपछिबाट भनेको कुराहरू मिलेन मनमुटावहरू पर्दै गयो अनि सबै कुरा स्थगित हुइगयो। जस्तै अब काम गर्ने भनेको अब अध्यक्ष सचिव नभई त संस्था अगाडि बढ्दैन किन सचिव र अध्यक्षमै मनमुटाव भयो कि के कुराले चाहिँ यत्रो ठुलो संस्था यत्रो जिम्मेवारपूर्ण संस्था यो संस्थाले केही पनि गर्न सकेन भन्दाखेरि हामीलाई पनि अलिकति नराम्रो चाहिँ हुँदो रहेछ भयो चाहिँ के भयो? अब कार्यक्रमहरू सबै साथमा बसेर गर्दै जाने क्रममा मनमुटाव भयो होइन कुराहरू मिल्न आएन। अनि अब अध्यक्ष र सचिवकै कुरा नमिलेको हो कि भन्नु पर्दाखेरि पनि कस्तो हुन्छ भने संस्थाभित्रकै सबै सदस्यहरू बिचमा नै कुरा नमिलेको हो कि मनमुटाव बढेको हो कि भन्न चाहिँ म सहज मान्छु। किनभने साँचो कुरा साँचो हो सत्य हो र सायद मैले सत्यलाई साथ दिएँ कि त्यही भएर यो सबै कुराहरू स्थगित हुन पुग्यो कि पनि म भन्न चाहन्छु होइन। अब त्यही हो कुराहरू मिलेन सबै सदस्य बिचमै कुराहरू मिलेन सबै सदस्यलाई एक मन एकजुट गरेर राख्न सकिएन त्यही भएर यो सबै स्थगित हुन पुग्यो। नट ओन्ली आई थिङ्क अध्यक्ष र सच जस्तै अब नयाँ कार्यकाल पनि अब छिटै सायद हामीले पाउँछौँ होला नयाँ कार्यकाल चाहिँ कस्तो भइदियो हुन्थ्यो कस्तो भएको हेर्न चाहनुहुन्छ तपाईँ? मेरो व्यक्तिगत भिजनमा चाहिँ के भन्न चाहन्छु भने नयाँ कार्यकाल चाहिँ मैले पहिला जस्तो स्थापना कालमा जुन एनआरएनको जग बसालिएको थियो त्यो बेलाको भिजनहरू जुन बोकेर हाम्रो आदरणीय दाजुहरूले होइन जग बसाल्नु भएको थियो नि त्यही भिजन अनुसारको कार्यकाल चाहिँ सुरु होस् या गर्न सकियोस् भन्न चाहन्छु म चाहिँ है। जो पनि आउनुहुन्छ आगामी पदमा होइन उहाँले चाहिँ यो एनआरएन म्याड्रिडभित्र जुन आशाहरू मरेको थियो नि त्यो आशाहरू मरेको आशाहरू चाहिँ एकचोटि फेरि ऊर्जा गर्नु सकियोस् होइन सकौँ भन्न चाहन्छु म। लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ तपाईँलाई लागेका यसले चाहिँ यो कुराहरू सोधिए भए अथवा आफूलाई लागेका कुराहरू केही भन्न मन लागेका छन् भने आफ्नो कुरा राख्न पाउनुहुन्छ। धन्यवाद सबैको लागि चाहिँ होइन हामीलाई त रिपोर्टरहरूले क्वेसनै नगर्दै हुन्थ्यो जस्तो लाग्छ अहिलेको कार्यकालको हिसाबले हेर्दा हजुर। किनभने हामी एकदमै धेरै यो कार्यकालले गर्दाखेरि इच्छा भएर पनि चाहना भएर पनि गर्छु भनेर जोस जागर र प्लस एक्सपिरियन्स भएर पनि एकदम यसरी शिर झुकाएर बस्नु परेको अवस्था छ होइन। त्यही भएर चाहिँ क्वेसनै नगरिदिए हुन्थ्यो जस्तो लाग्छ होइन। त्यही पनि धन्यवाद यो समय दिनुभयो होइन। स्वास्थ्यको कारणले बिरामी हुँदाहुँदै पनि हामीलाई यो कुराकानीको लागि समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। र आगामी दिनमा तपाईँ अध्यक्ष पदकै लागि उठ्नुभयो भने पनि त्यसका लागि तपाईँलाई धेरै धेरै शुभकामना छ। अब आगामी दिनहरूमा यो पद धारणा गरिरहँदा
धेरै राम्रा कामहरू भए, यो यस्तो गरिमामय संस्थाले चाहिँ एकदमै राम्रो काम गर्यो भन्ने सुन्न पाइयोस्। यसको लागि धेरै धन्यवाद छ र यो महत्त्वपूर्ण समयको लागि पनि तपाईँलाई धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई होइन, मलाई चाहिँ यो ठाउँ दिनुभयो, यो समय दिनुभयो। यहाँ धेरै कुराहरू नै छ जुन कुराहरू मिलाउन सकिएको छैन होइन, मिल्न सकेको छैन। तर मलाई मनमा कस्तो लाग्छ भने नि एउटा कुरा मैले भन्न चाहेँ है, हामी नेपाली हो, हामीले त्यही नेपालको माटोमा हुर्केको, त्यही माटोमा जन्मेको हो, हामीमा एउटै खुन बगिरहेको छ होइन। तर हामी परदेशमा आएर किन दुईटा मन भयो होइन। आज यहाँ छौँ, भोलि कहाँ है थाहा छैन, मरिलानु त के पनि छैन। जस्तो आएको थियो त्यस्तै जानुपर्छ। घमण्ड नगरौँ, रिस राग त्यागौँ होइन। अब हामी यो सबै एउटै हेतुले सुरु गरेको यो ठाउँलाई होइन, यो एनआरएन म्याड्रिडलाई फेरि एकचोटि जोगाउँ। म चाहिँ सबैलाई त्यही रिक्वेस्ट गर्छु है। धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कतिपय मेरो कुराहरूले ठेस पनि लाग्यो होला होइन, त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु। मैले कसैलाई व्यक्तिगत तर्फले केस पुर्याउनु खोजेको होइन, तर अहिले संस्थागत हिसाबले बोल्दै जाने क्रममा ठेस पनि पुग्यो होला होइन, त्यसको लागि माफी चाहन्छु है। अब सबैजना लागि परौँ, गरौँ, फेरि एकचोटि लडेको छ हामी एनआरएन म्याड्रिड, उठाउनु सबैजना मिलेर होइन, हातेमालो गरेर फेरि अगाडि बढौँ। अब आउने कार्यकाल जोसुकैको भए पनि तपाईँले सोचे जस्तै र हामी जस्ता नागरिकहरूले सोचे जस्तै होस्। यो समय र संवादको लागि तपाईँलाई धेरै धन्यवाद। आज हामीसँग कुराकानी गर्नको लागि एनआरएन म्याड्रिडका सचिव दिपा तामाङ हुनुहुन्थ्यो। यति बेलासम्म यो भिडियो हेर्नुभयो, यति बेलासम्म यो भिडियो हेर्नको लागि तपाईँले अमूल्य समय खर्च गर्नुभयो, त्यसको लागि धेरै धन्यवाद भन्न चाहन्छु। र आगामी दिनमा पनि यस्तै खालका तपाईँहरूका चासो अनि जिज्ञासा सहितका भिडियोहरू लिएर आउनेछु। तबसम्म बाँकी भिडियो हेर्दै गर्नुहोला। यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।